गाउँघरमा बस्न का त्यति सजिलो छ र जति हजुरहरूले सोच्नुहुन्छ हैन। अब चिसै कुसिम यस्तरी बोक्नुपर्छ। यता मेरो नन्द हुनुहुन्छ यी हैन, माइत आउनु भएको छ फेरि, अनि भाउजूले यस्तो कुसिम बोकाइदिने। अब चेत्नुहुन्छ कि चेत्नुहुन्न माइत आउने? अब त 1 वर्ष पछि होला सायद माइत आउने। अनि के गर्ने? बाटो फेरि हेर्नुहुन्छ यस्तो छ। यहाँबाट जाने लर्किँदै ऊ पारी, यहाँबाट लर्केर यताउता भएपछि फेरि सिधै तल। गाह्रो छ गाह्रो। अब कुसिम नबोकी नहुने के फेरि गाईलाई हाल्दिन पर्यो, नत्र भने गाईले फेरि गाल गरेर घाँटी खसखस गरेर हाम्रो हैरान हुन्छ। अनि अब गाईले लिउन जाम भन्दाखेरि, अब हाल्दिने लिउन जाम भन्दाखेरि मान्छे यस्तो हालतमा फेला पर्छन् ए। अनि के गर्नु र खै। ओहो, गाउँघरमा रमाइलो हुन्छ भन्थे, यही रहेछ रमाइलो।